नमस्कार साथीहरू, आज हामी बीबीएस फोर्थ इयरको फन्डामेन्टल्स अफ कर्पोरेट फाइनेन्सको च्याप्टर 1 देखि च्याप्टर 9 सम्म सबै च्याप्टरहरूको सुरुदेखि एकदम सजिलो तरिकाले बुझ्नेछौँ। कुन च्याप्टरमा के पढ्ने र परीक्षामा कुन हिसाबले क्वेसनहरू आउँछ, म सबै कुराहरू हजुरहरूलाई भन्नेछु। हजुरहरू कर्पोरेट फाइनेन्समा पास हुनुहुनेछ। सुरुदेखि अन्तिमसम्म भिडियो हेर्नुहोला। अब पहिला सुरु गरौँ च्याप्टर 1। च्याप्टर 1 चाहिँ एकदम कम्प्लिटली थ्योरी बेसिस क्वेसन च्याप्टर हो। यसमा चाहिँ हामीले बुझ्नुपर्ने पहिला सुरु भनेको चाहिँ के हो भन्दाखेरि कर्पोरेट फाइनेन्स भनेको के हो। सबभन्दा पहिले बुझ्नु कर्पोरेट फाइनेन्स भनेको के हो। कुनै पनि संस्था वा कम्पनी चलाउँदा कहाँबाट पैसा ल्याउने र त्यसलाई कहाँ लगानी गर्ने भन्ने र नाफा कसरी बाँड्ने भन्ने कुरा नै फाइनेन्स हो। यसमा हिसाब हुँदैन, केवल थ्योरी हुन्छ। यसमा दुईवटा थ्योरी चाहिँ कम्प्लिटली कन्ठ पार्नुपर्ने हुन्छ। यसलाई प्रफिट म्याक्सिमाइजेसन भर्सेस वेल्थ म्याक्सिमाइजेसन र एजेन्सी प्रब्लम, यो चाहिँ दुईवटा पानी बनाउनु पर्ने हुन्छ। अर्को भनेको चाहिँ अब हामी लागौँ हिसाब सुरु गर्ने च्याप्टर। यो चाहिँ हिसाब न्युमेरिकल बेसिस च्याप्टर हो र यसमा चाहिँ सर्ट टर्म फाइनेन्सिङ, यो चाहिँ 15+2 अथवा 10+2 गरेर कहिलेकाहीँ 15+2 आउँछ, कहिलेकाहीँ 10+2 गरेर न्युमेरिकल क्वेसन आउँछ। यसमा पढ्नुपर्ने भनेको कस्ट अफ ट्रेड क्रेडिट, कस्ट अफ ब्याङ्क लोन पढ्नुपर्ने हुन्छ। अब हामी अर्को च्याप्टरमा जाउँ, टर्म लोन एन्ड लिज फाइनेन्सिङ। यो एकदम सजिलो च्याप्टर हो। यसमा चाहिँ 10+2 गरेर 12 मार्कको न्युमेरिकल आउने गर्दछ। यसमा चाहिँ के बुझ्ने भन्दाखेरि यस कम्पनीले ठुला मेसिन वा गाडी चाहिएमा के गर्ने भन्ने निर्णय गर्छन्। दुईवटा विकल्प हुन्छन्, लिज अथवा भाडामा लिने, बरो टु बाई ऋणमा लिएर किन्ने। हामीले दुईवटा विकल्प हरेक वर्ष बाहिरिने नगद क्यास आउटफ्लो निकाल्नुपर्छ र त्यसको प्रेजेन्ट भ्यालु तुलना गर्नुपर्ने हुन्छ। जुन विकल्पमा पैसा कम बाहिरिन्छ र कम्पनीको लागि त्यही निर्णय उत्तम हुन्छ। र अर्को सुरु गरौँ च्याप्टर 4, लङ टर्म फाइनेन्सिङ। यो चाहिँ लङ क्वेसन आउने च्याप्टर हो र इक्जामको लागि एकदमै इम्पोर्टेन्ट छ। हरेक वर्ष आउने गर्दछ, 10देखि 15 मार्कको न्युमेरिकल आउने गर्छ। यसमा बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि लामो अवधिको पुँजी जुटाउन कम्पनीले कमन स्टक र बोन्ड जारी गर्छ र यसको सबभन्दा मुख्य र सजिलो हिसाब भनेको राइट्स अफरिङ हो। यसको फर्मुला कन्ठ पार्नुपर्ने हुन्छ। एकदम सजिलो च्याप्टर हो, त्यही कारण सजिलो हिसाब छ, यसलाई नछुटाउनु होला। अर्को भनेको चाहिँ हाइब्रिड फाइनेन्सिङ च्याप्टर 5। यसमा नि लङ क्वेसन आउने गर्छ, कहिले 10 आउँछ, कहिले 15 मार्कको न्युमेरिकल आउने गर्छ। यसमा बुझ्नु पहिला भनेको हाइब्रिड भनेको के हो। हाइब्रिड भनेको मिश्रित हो, जसमा ऋण र सेयर दुवैको गुण हुन्छ, जसले प्रिफर्ड स्टक, वारेन्टी एन्ड कन्भर्टेबल जस्ता कुराहरू भनेको छ। त्यसै गरी अर्को भनेको चाहिँ परीक्षामा यसबाट चाहिँ कन्भर्जन भ्यालु निकाल्ने हिसाब सोधिन्छ। यो चाहिँ साना साना फर्मुला हुन्छ, त्यही भएर यो याद गर्न सजिलो छ। अर्को भनेको चाहिँ च्याप्टर 6, फाइनेन्सियल प्लानिङ एन्ड फोरकास्टिङ। 10 मार्कको न्युमेरिकल आउने गर्छ, कहिले आउँछ या कहिले आउँदैन त्यो केही छैन। तर यो एकदमै सजिलो च्याप्टर हो। यसमा चाहिँ बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि आगामी वर्ष व्यापार बढ्दा कम्पनीलाई थप कति पैसा चाहिन्छ त्यसको पूर्वानुमान यसबाट गरिन्छ र यसमा चाहिँ एडिसनल फन्ड निडेडको फर्मुला कन्ठ पार्नुपर्ने हुन्छ। त्यही कारणले गर्दाखेरि यो एकदम सजिलो च्याप्टर हो। अर्को भनेको क्यापिटल स्ट्रक्चर डिसिजन। यो लङ क्वेसन आउने च्याप्टर हो, त्यही कारणले गर्दा यसलाई छुटाउनु हुँदैन। यसमा चाहिँ च्याप्टर 7मा चाहिँ हामी कम्पनी चलाउन ऋण बढी लिने कि सेयर बढी जारी गर्ने भन्ने कुरा हिसाब गर्छौँ। यसमा चाहिँ मुख्य हिसाब भनेको चाहिँ इबिआइटी र इपिएस हो। इबिआइटी र इपिएस एनालाइसिस गर्ने गरिन्छ। यसमा चाहिँ के हुन्छ भन्दाखेरि फर्मुलाहरू थोरै छन्, हिसाब लङ क्वेसनको आए पनि फर्मुलाहरू थोरै छन्, त्यही कारणले फर्मुला कन्ठ पार्नुपर्ने हुन्छ। अर्को भनेको च्याप्टर इन्टरनेसनल कर्पोरेट फाइनेन्स। इन्टरनेसनल कर्पोरेट फाइनेन्समा चाहिँ बुझ्नुपर्ने कुरा के छ भने यदि कम्पनीले विदेशमा व्यापार गर्छ भने डलर, युरो वा भारूसँग नेपाली रुपियाँ साट्दा हुने जोखिम यसमा पढिन्छ र यसबाट बढी जस्तो थ्योरी आउने गर्छ।
तर थ्योरी आउने भए पनि न्युमेरिकल पनि अलिअलि आउने गर्दछ। यसमा चाहिँ एक्सचेन्ज रेट रिस्क भनेको के हो र यसलाई घटाउन फरवर्ड फ्युचर मार्केट कसरी प्रयोग गरिन्छ भन्ने कुरा सरसरी हेर्नुपर्ने हुन्छ। न्युमेरिकल पनि आउने गर्छ, 10 देखि 15 माको न्युमेरिकल कहिलेकाहीँ आउने गर्छ। यो खासै इम्पोर्टेन्ट चाहिँ छैन। यदि हजुरहरूलाई धेरै राम्रो नम्बर ल्याउँछ भने यो पनि छुटाउनु भएन। अर्को मर्जर र एक्विजिसन। मर्जर र एक्विजिसनमा चाहिँ के हुन्छ भन्दाखेरि कम्प्लिटली थ्योरी आउने गर्दछ। यसमा बुझौँ पहिला, यसमा मर्जर र एक्विजिसनको बारेमा बुझ्नुपर्ने हुन्छ। जब दुईवटा कम्पनी मिलेर एउटा बन्छन् त्यसलाई मर्जर भनिन्छ। यसमा प्राय थ्योरी प्रश्न आउँछन् र परीक्षामा यसमा कस्तो खालको क्वेसन आउँछ भने मर्जरका फाइदाहरू, त्यस पछाडि सिनर्जी इफेक्ट्सहरू जस्ता क्वेसनहरू सोध्ने गर्छ। त्यही कारणले गर्दाखेरि यो च्याप्टरमा त्यस्ता क्वेसनहरू पढेर जानु होला। यदि हजुरहरूलाई पास मात्रै हुनु छ भने हजुरहरूले सर्ट टर्म फाइनेन्सिङ, लङ टर्म फाइनेन्सिङ, क्यापिटल स्ट्रक्चर डिसिजन यो चाहिँ नछुटाइ पढ्नुपर्ने हुन्छ। यसबाट नै हजुरहरू पास हुनुहुन्छ। र हजुरलाई न्युमेरिकल गाह्रो लाग्छ भने च्याप्टर 1 र च्याप्टर 9 पढ्न सक्नुहुन्छ। यो चाहिँ धेरै छैन तर लङ क्वेसन आउने भएको कारणले एकदमै इम्पोर्टेन्ट छ। र त्यसबाट हजुरहरूलाई अझ बढी नम्बर 60+ आउनु छ भने चाहिँ टर्म लोन एन्ड लिज फाइनेन्सिङ पढ्नुपर्ने हुन्छ। अर्को भनेको चाहिँ फाइनेन्सियल प्लानिङ एन्ड फोरकास्टिङ, यिनीहरू अरूहरू पढ्नुपर्ने हुन्छ। यसरी हजुरहरूले च्याप्टर 1 देखि 9 सम्म मेन फोकस भनेको चाहिँ 2, 4, 7, 1, 9 यति फोकस गर्नुभयो भने हजुरको 60+ नम्बर आउनेछ। त्यही कारणले गर्दा ल है त साथीहरू, हामीले आज च्याप्टर 1 देखि 9 सम्मका सबै मुख्य कुराहरू बुझ्यौँ। पास हुनको लागि यति पढ्नुपर्ने हुन्छ। यो भिडियो तपाईँलाई कस्तो लाग्यो? यदि कुनै च्याप्टर पुरै हिसाब राम्रोसँग चाहिएको छ भने, कुनै च्याप्टर नबुझ्नु भएको छ भने कमेन्ट गर्नुहोला। म कम्प्लिटली सोल्युसन राखेर बुकको कम्प्लिटली सोल्युसन राखिदिनेछु। च्यानललाई लाइक एन्ड सब्सक्राइब गर्नु नभुल्नुहोला। थ्याङ्क यू।